biggest comedy franchise of Indian cinema is back with 19 stars in just one movie. जसको फ्रेन्चाइजमा कन्फ्युजन 100 टाइम्स हुन्छ र लजिक भने 0 एन्ड इन्टरटेनमेन्ट भने फुल अन हुन्छ. यस, यु गाइज आर राइट. आइ एम टकिङ अबाउट हाउसफुल 5. हेलो एन्ड नमस्कार, वेलकम ब्याक टु येट अनदर एपिसोड अफ कर्मा एप्पल रिभ्युज, जहाँ हामी अमेजिङ मुभिजहरूको रिभ्युज गर्छौँ. 69 बिलियन पाउंड्स के मालिक रंजीत दोबरियाल ने अपने 100th बर्थडे पर पानी के यॉट को पार्टी का स्पॉट बना दिया ताकि वो अपनी बिल अनाउंस कर सके. सो हाउसफुल 5 को ट्रेलर हेरेर के अनुमान लगाउन सकिन्छ भने एउटा ठुलो सिप हुन्छ जसमा मर्डर मिस्ट्री चलिरहेको हुन्छ र 19 वटा क्यारेक्टरहरूको मोज मस्ती पनि देखाइएको छ. सो पापा रञ्जितको सम्पत्तिको लागि 3 वटा जलीको भागदौड र तिनीहरू बिचको कन्फ्युजन देखाइएको छ. सो यो फिल्ममा 19 वटा क्यारेक्टर स्टारकास्ट भए तापनि फिल्म भने कम्प्रोमाइज गरिएको जस्तो भने कतै पनि देखिँदैन. द फिल्म लुक्स भेरी ल्याभिस एन्ड लक्सरियस. दर्शक माझमा यो फ्रेन्चाइजको भ्यालु एकदम धेरै भएको कारणले यसको एक्सपेक्टेसन पनि एकदम हाई राखिएको देखिन्छ. सो यो पार्टमा भने 3 वटा नयाँ स्टारहरू कास्ट भएको छ. ती हुन् ज्याकी श्रफ, सञ्जय दत्त र नाना पाटेकर. सो नाना पाटेकरको यो ट्रेलरमा चाहिँ इन्ट्री एकदमै एपिक देखाइएको छ. सो यो फिल्मको एउटा इन्ट्रेस्टिङ पार्ट चाहिँ यो फिल्मको 2 वटा क्लाइमेक्सहरू हुनेछ र त्यो क्लाइमेक्स के हो भनेर थाहा पाउनलाई चाहिँ हामीले फिल्म नै कुर्नुपर्ने हुन्छ. सो हाउसफुल 5 को ट्रेलरलाई एक लाइनमा भन्नुपर्दाखेरि चाहिँ मर्डर मिस्ट्रीलाई कमेडीमा देखाउन खोजिएको जस्तो देखिन्छ, जुन चाहिँ आफैमा एउटा ठुलो च्यालेन्ज हो र अब यसले चाहिँ कतिको जस्टिफाई गर्छ भनेर थाहा पाउनलाई पनि हामीले फिल्म नै वेट गर्नुपर्ने हुन्छ र ट्रेलर मात्र हेरेर भन्न पनि सकिँदैन. र फिल्मको ट्रेलर र यसको स्टोरी प्लटहरू हेर्दाखेरि चाहिँ फिल्म कता कता नाइफ्स आउट भन्ने फिल्म जस्तो देखिन जान्छ. यो फिल्म कतिको फन्नी छ र कतिको जेन्युन लाफ्टरहरू दिन्छ यो फिल्मले र यसको स्टोरी कतिको मजबुत छ र यसमा लजिक कतिको राम्रो छ, कन्फ्युजन कतिको छ भनेर थाहा पाउनलाई चाहिँ हामीले फिल्म नै वेट गर्नुपर्ने हुन्छ. सो मलाई यो ट्रेलर हेर्दा पर्सनली के लाग्यो भने चाहिँ 19 वटा स्टारहरू युज भए तापनि यिनीहरूको चाहिँ फुल युज भने हुन सकेको जस्तो अलि देखिएको छैन, किनभने रितेश देशमुख र अभिषेक बच्चनको पार्ट चाहिँ अलि लेस क्याची जस्तो देखिएको छ भने अक्षय कुमारको कमिक टाइमिङहरू चाहिँ एकदमै पर्फेक्ट देखिएको छ. यो चाहिँ इन्डियन सिनेमाको 2टा क्लाइम्याक्स हुने फिल्म पहिलो फिल्म नै हुनेछ जस्तो लाग्छ मलाई. सो तपाईँहरूलाई ट्रेलर कस्तो लाग्यो आफ्नो थट्सहरू चाहिँ कमेन्ट गरिदिनु होला र सपोर्ट स्वरूप मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला. सो यति भन्दै आजको यो भिडियो चाहिँ यही टुङ्गाउन चाहे. सो टेक केयर, स्टे सेफ एन्ड स्टे इन्स्पायर्ड.